प्यानकेक चाहिँ रेडी भइसकेको छ। अब म उनीहरूलाई दिँदैछु। 3-3वटा खाने अरे हालिदिएको छु। यहाँ चाहिँ अब रेडी गर्नु थाल्यो। यहाँ चाहिँ खानु थाल्यो उनीहरूले। यता पनि त्यहाँदेखि यहाँ पनि मेरो कान्छी छोराले। हेलो सबैजनालाई नमस्कार, गुड मर्निङ टु एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ मेरो नानीहरूले प्यानकेक बनाउने अरे, त्यसको लागि सामग्री यहाँ जिकिसकेको छ। एउटा कोला, एउटा अन्डा, अनि 3 स्कुप ओटमेल, अनि त्यहाँ दुध छ। उनीहरू चाहिँ यहाँ लाइनमा छ। हाई भन्नु एली, आर यु रेडी टु बेक? यस, आई एम यु रेडी टु मेक प्यानकेक? Alice, you ready to make pancake? Yes. अब एलीले चाहिँ यहाँ ओटमेल हाल्नु गइरहेछ। यहाँ रे हाल्नु हाल्नु हाल्नु। नानीले ओटमेल पनि हालिसक्यो। सबै हाल्नु नानी, बोटुकाबाटै हाल्दियो। ये अब नाना, अब बुबुको टर्न। बुबु आएर एक हाल्ने कि बनाना हाल्ने? लु बनाना एक हाल। Yeah. Yeah. ये अब नानाको टर्न। नानाले बनाना पिल गरेर हाल्दैछ। बनाना नै हालिसकेछ। यहाँ मिल्क हाल्दैछ। ये सबैजना चाहिँ यहाँ रेडी टु मेक प्यानकेक। हाई एली। यहाँ चाहिँ हामीले एउटा अन्डा, ओटमेल अनि एउटा कोला हालेको छौँ, अनि दुध अब ग्राइन्ड गर्दैछौँ। प्यानकेकको ब्याटर चाहिँ रेडी भइसकेको छ। यहाँ अब मेरो नानीहरूले पकाउनु आँदैछ। यहाँ चाहिँ अलिअलि तेल लाएर तताएको छ तावा। फर्स्टमा चाहिँ मेरो माइली छोरीले हाल्नु जाँदैछ। हाल्नु एक डाडु। ये चाहिँ उसको प्यानकेक हो। यहाँ चाहिँ अब मेरो ठुलो छोरीको प्यानकेक बन्दैछ। त्यो अघिको माइली छोरीको, यो मेरो ठुलो छोरीको। ठुलो छोरीले चाहिँ आगो देखेर म कलेक बिगार्दै हुनुहुन्छ धराएर। उनीहरूको फर्स्ट टाइम हो यो सुरुवात। मेरो छोराको प्यानकेक। वाह, प्यानकेक चाहिँ यहाँ पाक्दैछ। यहाँ रेडी टु इट। यता पनि हाई पाकिसकेको छ। लु